विक्रम पाण्डे, समय 4 मिनेट। त्यसपछि माननीय शेरबहादुर कुँवर। सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमको बारेमा प्राय सबै मान्यज्यूबाट आइराखेकै छ। देशको ढुकुटी दयनीय अवस्थामा रहेको यस विषम परिस्थितिमा यो नीति तथा कार्यक्रमको बारेमा मैले बोलिनँ। हामी अहिले यस वर्षको प्री मनसुनको सुरुवाती चरणमा प्रवेश गरेका छौँ। मौसमविदको भनाइअनुसार यस वर्ष विगतका वर्षहरूमा भन्दा धेरै नै बढी गर्मी हुने र बर्सातको समयमा अत्याधिक वर्षा हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा सरकारको तर्फबाट पूर्व तयारी अत्यावश्यक हुन्छ, तर हाल देखिएको सरकारको तयारी अवस्था चिन्ताजनक छ। देशका धेरैजसो ठाउँहरूमा सडकहरू जोखिमयुक्त रहेका छन्। त्यसमा पनि लाइफलाइनको रूपमा रहेका राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडकहरूको अवस्था अत्यन्तै दयनीय रहेको छ। यी सडकहरू मुलुकको व्यापारिक हिसाबले स्वास्थ्य सेवा लगायत राजधानी स्थित केन्द्रीय प्रशासनिक कामकाजका दृष्टिकोणले आवत जावतको मेरुदण्डको रूपमा रहेकाले समयमै यी सडकहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ। आकस्मिक उद्धारको पूर्व तयारी नहुँदा खाद्यान्न, ढुवानी, औषधि आपूर्ति, बिरामीको आवागमन र नागरिकलाई आवश्यक पर्ने प्रशासनिक सेवाहरू लगायत सबै सेवाहरू प्रभावित हुने खतरा छ। यस्तो अवस्थामा आकस्मिक राहत सामग्रीहरूको ढुवानीदेखि लिएर उद्धार सामग्रीको काम पनि निकै ढिलो हुने गरेको छ। देशको भौगोलिक विकटता, कमजोर पूर्वाधार तथा राज्यका निकायहरूको समन्वयको अभावले गर्दा विषम विपद व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। खास गरी बाढी, पहिरो र सडक अवरुद्ध जस्ता समस्याले देशको समग्र अर्थतन्त्र, सामाजिक सेवा र नागरिकको दैनिकीमा गम्भीर असर परिराखेको छ। त्यस्तै मेरो जिल्ला चितवनमा पर्ने नारायणी नदी, राप्ती नदी र रिउ नदीको अवस्था पनि अत्यन्तै जोखिमपूर्ण रहेको छ। उचित तटबन्धन तथा पूर्व तयारीको अवस्थामा ती नदीहरूमा बर्सातको समयमा आउने बाढीले मानव बस्तीमा प्रवेश गरी धनजनको ठुलो क्षति पुर्याउँदै आएको छ। यदि आजैदेखि त्यसको यथोचित तयारी गरिएन भने वर्षायाममा त्यो क्षति अझ भयावह हुन सक्ने